सो हेलो एभ्रीवान, सबैजनालाई स्वागत छ क्रिकेट नेपाल युट्युब च्यानलमा र आशा छ सबैजना सन्चै अनि आरामै हुनुहुन्छ भनेर। र यो समय फाइनली टिम नेपालले आज फेरि पनि आफ्नो दोस्रो म्याच जापानलाई चाहिँ यहाँनिर 5 विकेटले चाहिँ हराइसकेको छ र आज फेरि पनि टिम नेपालले चाहिँ आज यहाँनिर चाहिँ म्याच जितेको छ र यो म्याच जितेसँगै टिम नेपालले चाहिँ आफ्नो सुपर 6 मा चाहिँ आफ्नो 2टा पोइन्ट कलेक्ट गरेको छ र यो 2टा पोइन्टको साथ टिम नेपाल चाहिँ अब चाहिँ यहाँ सुपर 6 मा अब प्रवेश गर्नेछ। र आउनुहोस् त्यो म्याचको बारेमा कुरा गर्छौँ र आज म्याचको बारेमा कुरा गर्न अगाडि सबसे अगाडि हामी कुरा गरौँ गुलसन कुमार झा। यो कस्तो खालको मान्छे हो यार, ब्याटबाट त्यस्तै रन निकाल्छ, बलबाट त्यस्तै विकेट निकाल्छ हैन। जतिखेर टिम नेपाललाई त्यो रनको खाँचो हुन्छ अथवा विकेटको खाँचो त्यतिखेर चाहिँ टिम नेपाललाई एउटा भगवान जस्तै आएर टिम नेपाललाई सेभ गर्छ। यो मान्छे कुन लेभलमा चलिराखेको छ के हैन। बलिङबाट हेर्नुहोस्, यहाँनिर जब नेपाललाई विकेटको खाँचो चाहिँ यहाँनिर विकेट महत्त्वपूर्ण विकेट निकाले, क्याप्टेनको विकेट निकाले भनेपछि ब्याटिङबाट आएर यहाँनिर चाहिँ 28 रन नट आउट बनाएका छन्, जसमा चाहिँ यहाँ 2टा छक्का हिर्काएका थिए भनेपछि यो मान्छे कुन फर्मबाट चलिरहेको छ के, कुन ठाउँबाट कसरी आयो यो मान्छे भन्ने कुरा हामीले चाहिँ एउटा सोचाइमा पर्ने एउटा भन्नु बाध्यता बनाउँछ। र गुलसन कुमार झालाई तपाईँ के भन्न चाहनुहुन्छ तपाईँ कमेन्ट गर्नु होला। आजको पर्फर्मेन्स कस्तो लाग्यो गुलसन कुमार झाको त्यो तपाईँले कमेन्ट गर्नु होला। ल आउनुहोस् आज हामी यो म्याचको बारेमा कुरा गर्छौँ, जापान भर्सेस नेपालको। र यहाँ टसको कुरा हुन्छ, टिम नेपाल क्याप्टेन रोहित कुमार पौडेल टस जितेका थिए। टस जितेर चाहिँ यहाँनिर बलिङ रोजे जुन मैले लास्ट म्याच यो प्री म्याच एनालाइसिसमा मैले भनेको थिएँ कि टिम नेपालले टस जितेर यहाँ चाहिँ बलिङ लियोस् मैले भनेको थिएँ र टिम नेपालको क्याप्टेनले त्यही स्वरूप गरेर आज नयाँ विकेटमा म्याच रहेको थियो र टिम नेपालले टस जित्यो, बलिङ लियो र बलिङ लिएको त्यो अगाडि हामी कुरा गर्छौँ र बलिङ लिएर एउटा राम्रो डिसिजन पनि भन्नुपर्छ। र त्यसै गरेर म कुरा गर्न चाहन्छु प्लेइङ 11को बारेमा जुन मैले भनेको थिएँ। सबै प्लेयरलाई एक ठाउँमा हामीले कमजोर के अरे कुशल मल्ललाई चाहिँ बाहिर राखेर यहाँ आदिलाल मुन्सारी या त आरिफ शेखलाई लिएर आओस् भनेको थियो र आज त्यसको पुरै भनौँ न हामी त्यो आरिफ शेखको यहाँनिर हामीले एउटा फिल भएको छ, किनभने ब्याटिङबाट पनि कुशल मल्लले केही गर्न सकेनन्। र आउनुहोस् हामी म्याचको कुरा गरौँ। यहाँ चाहिँ जब टिम नेपाल चाहिँ यहाँनिर भनौँ न बलिङ गर्न उत्रियो र पहिलो विकेटको रूपमा हामीले चाहिँ यहाँ रनआउटको मार्फत यहाँनिर चाहिँ एउटा विकेट पाएका थियौँ ओपनर ब्याट्सम्यानलाई। हाम्रो यहाँ रोहित के अरे उपक्याप्टेन होइन उपकप्तानले चाहिँ दिपेन्द्र सिंह ऐरीले चाहिँ यहाँ उत्कृष्ट रनआउट बनाएका थिए र पहिलो विकेट नेपालले पायो। पावर प्लेमा 31 रन बनाएर यहाँ चाहिँ एउटा विकेट मात्रै निकाल्न सफल जुन रनआउटको मार्फत भनेपछि त्यसपछि टिम नेपाललाई चाहिँ यहाँनिर हामी कुरा गरौँ एकदमै साह्रो 12 ओभरमा 97 रन 1 विकेट थियो भनेपछि टिम नेपाललाई चाहिँ यहाँ एकदमै धोबी पछाड भन्नुपर्छ है। धोबी पछाड रूपले चाहिँ ब्याट्सम्यान यहाँ जापानका ब्याट्सम्यानले ब्याटिङ गरे। क्याप्टेन जो ओपनर आएका थिए होइन उनले पनि यहाँ फ्लेमिङले राम्रो ब्याटिङ गरे भन्नुपर्छ। त्यसै गरेर वान डाउन आएका ब्याट्सम्यान रेहमान जसले लास्टमा चाहिँ 64 रन बनाएको थिए, आज उनले राम्रो ब्याटिङ गरे र नेपाललाई चाहिँ के दबावमा राख्न सफल भएका थिए जापानका ब्याट्सम्यान। तर यहाँनिर चाहिँ अब हामी कुरा गरौँ जापानको ब्याटिङको। क्याप्टेनले चाहिँ 46 ओभरमा 60 रन बनाए, 5 वटा चौका 3 वटा छक्का हिर्काएका थिए, 130 को स्ट्राइक रेटमा उनले ब्याटिङ गरे भनेपछि आनन्दलाई चाहिँ यहाँ रनआउट बनाएको थियो होइन। रेहमानलाई चाहिँ यहाँनिर भनौँ न 25 बलमा 31 रन बनाएको थियो, 1 चौका 2टा छक्का, उसले पनि 124 को स्ट्राइक रेट बनाएको थियो भनेपछि यहाँनिर चाहिँ अब जब यिनीहरूले यति राम्रो ब्याटिङ गरेको थियो यहाँ चाहिँ एउटा नेपाललाई चाहिँ उत्कृष्ट एउटा डेलिभरीको खाँचो थियो, एउटा राम्रो बलको खाँचो थियो, त्यो डेलिभरी लिएर आए हाम्रा यहाँनिर चाहिँ सोमपाल कामी गुल्मी एक्सप्रेसले। र हामीलाई थाहा छ सोमपाल कामी भनेको एउटा यस्तो प्लेयर हो जसले चाहिँ लगातार नेपालको लागि 2टा वर्ल्ड कप खेलिसक्यो र तेस्रो वर्ल्ड कप खेल्ने क्रममा रहेको छ, जसले चाहिँ 2014बाट अहिलेसम्म लगातार म्याच खेलिरहेको छ। मोस्ट एक्सपिरियन्स भएको एउटा प्लेयर टिम नेपाल साइडमा हेर्छु कि हाम्रो सोमपाल कामी थिए र उनी आए, उनले पावर प्लेमा 2 ओभर राम्रो बलिङ गरेका थिए। उनले जब तेस्रो ओभर लिएर आए उनले त्यहाँनिर चाहिँ एउटा भनौँ न उत्कृष्ट डेलिभरी गर्यो र जसमा चाहिँ यहाँनिर भनौँ न हाम्रो रेहमानको विकेट निकाल्न सफल भयो, जसले चाहिँ 31 रन बनाएका थिए, राम्रो पार्टनरसिप भइरहेको थियो। त्यसपछि आउँछन् गुलसन कुमार झा, आजको प्लेयर अफ द म्याच, आजको भनौँ न एक हिसाबले हिरो नै नेपालको लागि हिरो नै एउटा भन्नुपर्छ अलराउन्डर भनेर। र उनी आए बलिङमा पहिलो ओभर हामी हेर्यौँ भनेपछि उनको केही सर्ट बल फ्याँकिरहेका थिए, केही लाइन लेन्थ राम्रो भएन होइन। जब दोस्रो ओभर लिएर दोस्रो ओभरमा उनले चाहिँ यहाँनिर पहिलो बलमा चाहिँ स्लोर बलमा चाहिँ क्याप्टेन जसले चाहिँ 60 रन बनाएर नट आउट खेलिरहेको थियो उनको विकेट निकाल्यो र यो विकेटले टिम नेपाललाई भनौँ न गेममा चाहिँ ब्याक गर्यो भन्छु। रेहमानको विकेट भन्दा पनि क्याप्टेनको विकेट चाहिँ जसले चाहिँ विकेट लियो गुलसन कुमार चाहिँ त्यसपछि टिम नेपाललाई चाहिँ ब्याक गरायो र त्यसपछि लगातार यहाँ चाहिँ विकेट झर्दै गयो होइन। त्यसपछि गएर जो टाकासाई भन्ने थियो जसले चाहिँ लास्ट म्याचमा राम्रो हिटिङ गरेका थिए उनलाई पनि गुलसन कुमार झाले आउट बनाए।
त्यसपछि गएर रविचन्द्रन जसले चाहिँ लास्ट म्याचमा राम्रो ब्याटिङ गरेका थिए हैन कुवेत विरुद्ध, उनलाई यहाँ सन्दीप लामिछानेले छिटै घर पठायो हैन, 1 रनमा मात्र हिँड्छि। त्यसपछि चाहिँ नेपालले यहाँ चाहिँ कमब्याक राम्रो गर्यो र नेपालको यहाँ बलिङको कुरा गर्दा साथीहरु यहाँ दिपेन्द्र सिंहले उत्कृष्ट बल गर्ने 3 ओभर मात्र 15 रन दिएर 15 रन दिए विकेट लिन सकेन भनेपछि सोमबार गान्धीले 4 ओभर बलिङ गर्दै 20 रन दिएर 1 विकेट लिए। नन्दन यादव 3 ओभर 16 रन 1 विकेट लिए भनेपछि त्यसै ललित नारायण राज या सन्दीप लामिछाने कुरा गरौँ 2 ओभरमा 20 रन दिएको व्यक्तिले बाँकीको 2 ओभरमा मात्र 5 रन दिएको छ। कुन तरिकाले बोलिङ गरेको के सन्दीप लामिछाने तिमीले यार, कुन लाइन लेन्थमा बोलिङ गरेको यार, कस्तो बोलिङ गरेको हुन्छ। ब्याक टु ब्याक दुवै म्याचमा 2-2 विकेट कन्सिस्टेन्सी भन्नु न, एउटा जुन भन्नु न निरन्तर चाहिन्छ एउटा प्लेयरलाई, त्यो चाहिँ उनले देखाएका छन्। 2 म्याचमा पहिलो म्याचमा पनि 2 ओभर महँगो नथि, तेस्रो ओभरमा उनले ब्याक टु ब्याक 2 विकेट निकालेपछि आजको म्याचमा पनि हामी कुरा गर्दा 2 ओभरमा 20 रन दिएपछि 2 ओभरमा मात्र 5 रन दिएर 2टा महत्त्वपूर्ण विकेट निकाले। त्यसपछि ललित नारायण चाहिँ 1 ओभरमा 13 रन, उनी चाहिँ यहाँ महँगो भएको देखिन्छ। गुलशन कुमार 4 ओभर 1 मिडियम राखेर 20 रन दिएर 2टा महत्त्वपूर्ण विकेट, जसले चाहिँ नेपाललाई चाहिँ यो गेममा चाहिँ ब्याक गर्यो भन्नुपर्छ। कुशल भुर्तेल पनि 1 ओभर 16 रन भनेपछि आज हामी यसरी सरल हेर्दाखेरि यहाँनिर चाहिँ टिम नेपालका स्पिनरहरू अलिक महँगो भएको देखिन्छ। र तपाईँलाई एउटा कुरा म भन्न चाहन्छु, नेपालले चाहिँ आज यहाँ 13 वटा एक्स्ट्रा दिएको छ के, वाइड मात्रै कुरा गर्दा यहाँ 7 वटा वाइड दिएको छ। र आज जब हाम्रो सुरुवातमा हामीले हेऱ्यौँ नन्दन यादवले जुन हिसाबले बल गर्थे उनी त्यो लाइन लेन्थ पक्रिन सकेन। सन्दीप लामिछाने स्टार्टिङको 2 ओभरमा लाइन लेन्थ पक्रेको दिन्छ र के अरे हाम्रो भन्नु न नन्दन यादवको हैन सन्दीप लामिछाने त्यस्तै। त्यसपछि गएर यहाँनिर हामी कुरामा ललित नारायण राजवंशी पनि लाइन लेन्थ पक्रिन सकेन, कुशल भुर्तेलले लाइन लेन्थ पक्रिन सकेका थिएनन् भनेपछि गुलशन कुमार झाले पहिलो ओभर चाहिँ लाइन लेन्थ पक्रिन सकेन भनेपछि बाँकी ओभर चाहिँ उनीहरूले राम्रो गर्यो भनेपछि यहाँनिर चाहिँ स्पिनरहरू चाहिँ आज थोडा महँगो भएको देखिन्छ। र आउँदो दिनमा हामी होप गरौँ यो वाइड जुन एक्स्ट्रा हाम्रो 13 वटा छ त्यो एक्स्ट्रालाई चाहिँ अलि कम भन्दा कम दिने र जुन आज वाइड यति धेरै वाइड चाहिँ त्यो वाइड लेन्थलाई चाहिँ वाइडलाई चाहिँ कम गराउने हामी आउने म्याच हुनुपर्छ। र अब यहाँनिर चाहिँ कुरा गरौँ हामी जब चेन्ज गर्न आयौँ नि गुलशन कुमार झाले पहिलो इनिङमा त आफ्नो बलबाट उत्कृष्ट डिल गरेर टिम नेपालले चाहिँ कमब्याक गरे र जुन मैले भने अघि लगभग 12 ओभर 97 एक थियो 20 ओभरमा चाहिँ यहाँ जापान चाहिँ 131 रनमा 8 वटा विकेट गुमाउँदै पुग्यो भनेपछि जुन हिसाबले मैले हेरेँ चाहिँ जापान चाहिँ 170 80 90 सम्म पुग्ने अवस्था थियो भनेपछि त्यहाँनिर चाहिँ नेपालको बलरहरूले चाहिँ उत्कृष्ट बलिङ गरेर नेपालले चाहिँ ब्याक गरेर 131 रनमा चाहिँ यहाँ भनौँ न जापानलाई चाहिँ रोक्न सफल भए। जब नेपाल अब ब्याटिङमा हामी चेसको कुरा गर्दा कुशल भुर्तेल ब्याक टु ब्याक कन्सिस्टेन्सी रहेका छन्। पहिलो म्याचमा उनले उत्कृष्ट 66 रन बनाएको थियो भनेपछि आज पनि उनले 21 बलको सामना 21 रन बनाएको थियो, 3 चौका हैन। उनले ब्याक टु ब्याक जुन पनि ब्याट्सम्यानले टी20मा 15-20 रन माथि छ उनलाई चाहिँ त्यो रनलाई चाहिँ राम्रो भन्नुपर्छ हामीले। र आज कुशल भुर्तेलले 21 बलको सामना गर्दा नि 21 रन बनाएर उत्कृष्ट ब्याटिङ गर्यो भन्नुपर्छ। त्यसपछि आसिफ शेख लास्ट म्याचमा उनी आउट अफ फर्म थियो, उनी छिटो आउट भएको थिएन। आज म्याचको कुरा गर्दा उनले 21 बलको सामना गर्दै 38 रन बनाएको छ, जसमा चाहिँ एउटा चौका र 4 वटा महत्त्वपूर्ण ठुल्ठुलो छक्का हेरेका थिए। 180.95 को स्ट्राइक उनले ब्याटिङ गरे र आसिफ शेखको ब्याटिङलाई पनि हामीले तारिफ योग्य अथवा तारिफ गर्नुपर्ने हुन्छ। त्यसै गरेर रोहित कुमार पौडेलको कुरा गर्दा यहाँनिर चाहिँ उनले 19 बल खेल 18 रन बनाएर एउटा चौका भनेपछि उनले भनौँ न एउटा पार्टनरसिप राम्रो बनाएका थिए बिचमा भनेपछि सन्दीप जोरा 7 बलमा 5 रन छिटो आउट भए। आज उनले रन पनि उनको ब्याटबाट आएन। कुशल मल्ल ब्याक टु ब्याक फ्लप भइरहेका छन् हैन, 6 बलमा 4 रन मात्रै बनाए भनेपछि त्यसपछि दिपेन्द्र सिंह र गुलशन कुमार झाले राम्रो पार्टनरसिप गर्दै टिम नेपालले जित दिलाए भन्नुपर्छ। दिपेन्द्र सिंह को कुरा 14 बलमा 14 रन बनाए, 100 को स्ट्राइक रेटमा खेले। यो स्ट्राइक अलि राम्रो बढ्छ, तर जुन हिसाबले आज भन्नु त्यहाँको पिचले काम गर्यो, जुन हिसाबले ग्राउन्डमा त्यहाँ काम भएपछि त्यो हिसाबले राम्रै भन्नुपर्छ यो 14 रन पनि। त्यसै गरेर गुलशन कुमार झा आजको जति पनि हामी गुलशन कुमार झाको तारिफ गरौँ लास्ट म्याचमा पनि नेपाल एकदमै 120-30 सम्म पुग्ने स्कोरमा गुलशन कुमार झाले लगातार 3टा छक्का मोमेन्ट आफ्नो ठाउँमा ल्याएपछि आज गुलशन कुमार झाले ब्याटिङबाट पनि बलिङबाट नेपाललाई चाहिँ एउटा असल भनौँ लक्ष्य दिलाउन सफल भयो। पहिला भनेपछि चेन्ज गर्नलाई पनि उनले चाहिँ नेपाललाई चाहिँ एकदम उत्कृष्ट गर्यो भन्नुपर्छ। र गुलशन कुमार झाको कुरामा यहाँनिर चाहिँ 20 बलको सामना गर्दा 28 रन बनाए, एउटा चौका र 2टा छक्का, 140 को स्ट्राइक भनेपछि गुलशन कुमार झाले चाहिँ ब्याक टु ब्याक आफूलाई चाहिँ भनौँ न प्रुभ गर्दै आएका थिए। र यहाँनिर चाहिँ 2 जना ब्याट्सम्यान हाम्रो जसरी यो सन्दीप जोरा कुशल मल्लले चाहिँ आफ्नो म्याच जसरी सन्दीप जोरा कसरी टिममा भनेपछि उनले असम सिरिजमा राम्रो ब्याटिङ गर्थे, त्यो ब्याटिङलाई चाहिँ अब फेरि पनि ब्याक गर्नुपर्ने जस्तो लाग्छ। सन्दीप जोरा चाहिँ कुशल मल्ल ब्याक टु ब्याक फ्लो गरेछन्। कुशल मल्लको ठाउँमा यहाँ आरिफ शेखलाई या आदिल आलमसारीमा टिममा ल्याउनु पर्छ जस्तो मलाई लागिरहेको छ। र अब हामी कुरा गरौँ यहाँनिर चाहिँ भनौँ न
हाम्रो जापानको बलरहरूले चाहिँ यहाँले चाहिँ थोमसले 1 विकेट हैन, सेल्टरले 2 विकेट, त्यसै गरेर रविचन्द्रले 1 विकेट र मकबले चाहिँ 1 विकेट रहेछ। यहाँ चाहिँ 18 ओभरसम्म गेम पुग्यो र नेपालले चाहिँ 18 ओभरमा कम्फर्टेबली इजिली नै जित्यो भन्नुपर्छ। 132 रन बनाएर 5 वटा मात्र विकेट गुमायो भने चाहिँ 18 ओभरमा चाहिँ टिम नेपालले जित्यो चाहिँ 12 बल चाहिँ बाँकी नै रहेको थियो। र यसको साथ आज साथीहरु टिम नेपालले चाहिँ यहाँनिर जापानलाई चाहिँ 5 विकेट हराएर यो भनौं न एउटा महत्त्व, यो जित हामीलाई किन महत्त्व थियो भने चाहिँ यो म्याचको यो जितले चाहिँ हामीलाई 2 पोइन्ट थियो र हामी जब सुपर 6 मा जान्छौं नि, सुपर 6 मा गइसकेपछि 2 पोइन्ट एकदमै हामी टिम नेपाललाई अथवा सबैले चाहिँ एकदमै त्यो महत्त्व हुन्छ। र युएले आज पहिलो म्याचमा जितेको थियो, उनीले 2 पोइन्ट लिएर गएको थियो र नेपालले आज यहाँ जितेको छ, जितेर 2 पोइन्ट लिएर अगाडि बढ्छ भनेपछि अब ओमन र यहाँ पेन्जीको म्याचमा हेर्नु को चाहिँ अब त्यहाँ अगाडि बढ्नेछ र सुपर 6 मा अब चाहिँ 4 टिमको टुङ्गो लागिसक्यो साथीहरु। युएई, कतार, नेपाल र जापानको लागिसकेपछि अब चाहिँ यहाँ ओमन चाहिँ फिक्स देखिन्छ हैन। त्यसो ओमन र यहाँ चाहिँ अब पेन्जी अथवा पेन्जी सामु को आउँछ त्यो चाहिँ बाँकी छ। र अब सुपर 6 मा हाम्रो मलाई लाग्छ पहिलो म्याच चाहिँ नेपालले चाहिँ यहाँ युएई सँग खेल्छ र दोस्रो म्याच चाहिँ मलाई लाग्छ ओमनसँग या त कतारसँग खेल्छ जस्तो मलाई लागिरहेको छ। र तपाईलाई जानकारी गराइदिए सुपर 6 मा चाहिँ नेपालले जापानसँग खेलेपछि नेपालले 4 वटा म्याच खेल्छ, 4 मा अब कतार र युएई फिक्स भइसक्यो र दुईटा टिम ओमन त्यसै पेन्जी र युएई अब दुईटा टिम को आउँछ त्योसँग हेर्न बाँकी रहेको छ। र साथीहरु आजको यो परफर्मेन्स टिम नेपालको जुन हिसाबले नेपालले ब्याक गर्यो भनौं न जुन हिसाबले नेपाल भटाभट विकेट फाल्दै थियो, त्यहाँबाट चाहिँ टिम नेपालले जुन हिसाबले कमब्याक गर्यो त्यो कमब्याक प्लस र गुलशन झाको परफर्मेन्स, आसिफ शेखको त्यो 39 रनको यो ब्याटिङ भन्नुपर्छ हैन, 39 रन जुनले ब्याटबाट आफ्नो राम्रो उत्कृष्ट शट हिर्काएका छन् हैन, 4 वटा छक्का जुन छ त्यो ब्याटिङ र त्यसपछि गरे यहाँ चाहिँ गुलशन झाको ब्याटिङ तपाईलाई कस्तो लाग्यो, नेपालको फिल्डिङ कस्तो लाग्यो भनेर तपाईले कमेन्ट गरिदिनु होला। गुलशन झा विशेष गरी गुलशन झालाई चाहिँ तपाईले यहाँ गुलशन झाको त एउटा न शब्द तपाई छोडी जानु होला। ल हुन्छ साथीहरु आजको यो भिडियोलाई म यति राख्न छु र अब भोलिको दिनमा म सुपर 6 को बारेमा तपाईलाई म राम्ररी बुझाउने छु, नेपालले चाहिँ कोसँग म्याच खेल्छ त्यो पनि म तपाईलाई बुझाउँछु, त्यो भिडियोको तपाई पर्खाइ गर्नु होला। र आजको भिडियो चाहिँ हामी फेरि भोलिको भिडियो छौं, त्यसैसँग आफ्नो केयर गर्न टेक केयर, बाइ बाइ, जय नेपाल है, जय क्रिकेट र सबैलाई फेरि लास्ट कङ्ग्रेचुलेसन भन्न चाहन्छु। हस्त।